सेवा साथीहरू, आज चाहिँ म सागसब्जीहरू देखाउँदैछु। यो चाहिँ बोडी हो। बोडी हेर्नु न साथीहरू, कस्तो मजाले फलेको छ। प्रत्येक बोटमा फल लागेको छ। अनि त्यस्तै गरी ड्र्यागन फ्रुट्स पनि हेर्नु, ड्र्यागन फ्रुट्स पनि फल्ने बेला हुनु लागेको छ। हेर्नु साथीहरू, कस्तो राम्रो देखिरहेको छ। अनि त्यस्तै गरी मैले मकै पनि रोपेको छु। मकै पनि राम्रो हुँदैछ। हेर्नु साथीहरू, कस्तो राम्रो देखिरहेछ। बोडी लट्रम्म फलेको छ। अनि मलाई चाहिँ बेला बेलामा यस्तो बारीमा काम गर्नु एकदम रमाइलो लाग्छ। त्यही भएर कहिलेकाहीँ बारीमा काम गर्छु। यस्तो सागसब्जीहरू लगाउने गर्छु। हेर्नु न, काँक्रा पनि फल्दैछ। यो चाहिँ मैले रोपेको सागसब्जीहरू होला साथीहरू। हेर्नु साथीहरू, अनि मैले डल्ले खोर्सानी पनि रोपेको छु। त्यो पनि देखिन्छ अहिले एकैछिनमा। हेर्नुहोस् ल साथीहरू, हेर्नु न कस्तो राम्रो मकै पनि भएको छ। वाउ, हेर्नु न साथीहरू, मैले रोपेको डल्ले खोर्सानी फल्दैछ। कस्तो मजाले फलिरहेको छ डल्ले खोर्सानी। यो चाहिँ मैले रोपेको सबै सागसब्जीहरू होला साथीहरू। बाई बाई।